दार्जिलिङको स्टेसन आइपुग्यो हो। यो चाहिँ हो दार्जिलिङको बिग बजार होइन। हामी चाहिँ माथि चौरस्ता जाँदैछ हो। गाइस हामी चाहिँ लास्ट स्टपेज होइन महानुभावमा चाहिँ आइपुगिसकेको छौँ। बल्ल बल्ल कति घन्टाको पछि होइन जामहरू बाहिर चाहिँ आइपुगेको छौँ। एकछिन सो गाइस हामी आइसकेको छौँ होइन। यो मैले चाहिँ होइन लुगा पनि चेन्ज गरेँ होइन। अघि गाडीमा पुरा गरम भएर एक्स्ट्रा लुगा लिएर आएको थिएँ होइन मैले। सो मैले चाहिँ लुगा चेन्ज गरेर चाहिँ अब चौरस्तापट्टि लाग्दैछौँ हामी हो। ह्याप्पी छ टुरिस्टहरू गाइस। अहिले सिजन चलिरहेको छ हो, त्यही कारण पुरा ह्याप्पी जाम थियो। 9 बजी 10 बजी आइपुग्ने होइन। 1 बजी 1 यस्तो छ जाम। यो भित्र गएन त के हो अनुभव फोटोहरू खिच्नु हुन्थ्यो नि अन्त। गाइस हामी चाहिँ चौरस्ता पनि फाइनली आइपुगिसकेको छौँ होइन। सबै घुमिसकेर चाहिँ चौरस्ता चाहिँ आइसकेको छौँ। गाइस यही हो होइन चौरस्ता। यस आपु मलाई भएर खान्छ अरे हो आफू र सबै भाइ बहिनीहरूले। पहिला चाहिँ खाना खानुपर्छ किनभने खाना खाएको छैन नि त। 1 साढे 1 भइसक्यो हो। खाना खाएर चाहिँ मजाले घुम्ने भन्दैछ हो। यहाँ चाहिँ अबिछा हो। सो गाइस बहिनी चाहिँ यहाँ छ हो। बाई ईशा। सो गाइस अपु चाहिँ यहाँ छ हो। र गाइस हामी चाहिँ खाना खान जाँदैछौँ हो। खानासाना खाएर चाहिँ घुम्ने छौँ हो। अब कहाँ चाहिँ छ हेर्नु आज त जानु भएको छ। यहाँ चाहिँ बहिनीहरू छ हो। र हामी चाहिँ यहाँ छ अरे फुपूहरू हो। जानु गाइस हाम्रो चाहिँ होइन पोर्क थाली आइसकेको छ हो। गाइस स्टार्ट गरेँ।
गाइस यहाँ चाहिँ पुसाइ दुईजना पुसाइले हो किमा नुडल्स खानुहुँदो रहेछ हो लु स्टार्ट गर्नुहोस् सो गाइस हामी चाहिँ खाइदिनु सकेको छौँ होइन यहाँ पुसाइले खानुहुँदैछ सो गाइस हामी चाहिँ होइन खाना पनि खाइसकेर चाहिँ हामी चाहिँ यहाँनिर हो यो किन्नु भएछ सो चाहिँ हामी अब होइन फोटोसोटो खिचेर चाहिँ अब घरतिर लाग्दैछ किनभने चाहिँ अब यहाँ सुधी पनि बिमार हुनुभयो नि त कान्छीको अन्त ऊ सो गाइस हामी चौरास्ता चाहिँ आइसकेको छौँ होइन अहिले पनि खेलिसक्यो अब टक्क फोटो खिचेर चाहिँ जाने हो होइन फुपू चाहिँ बिमार हुन्छ नि त दाइ बस्नुहुन्छ अरे हो बिमारी हामी चाहिँ फोटो खिच्न जाँदैछ गाइस यो हो होइन भानुभक्त नेपालीको कवि हुनुहुन्छ भानुभक्त भन्दै पहिला हामीले सानो क्लासमा हुँदाखेरि भन्थ्यो हो त्यो के कविताहरू भन्दाखेरि यस्तो कवि हुनुहुन्छ भानुभक्त भन्ने क्या त्यस्तो टाइपको भन्छ आज अब ठुलो भइसक्यो त्यस्तो हुँदैन हो त्यो पनि इन द मेमोरिज अफ भानुभक्त चाहिँ होइन उताबाट हो परबाट हो यहाँबाट फेरि झर्नुपर्छ झर्नु सो गाइस यो चाहिँ चौरस्ताको होइन फेमस स्पट हो सो गाइस फोटोहरू हुँदैछ हो चल्दैछ अम्बो जुम त के हो तर भानुभक्तको अगाडि खिच्नु ओइ ओइ ओबी ओबी सा वाइ गाइस अब चाहिँ हामी फर्केको यहाँबाट चाहिँ टक्क एकजनाले एकपल्ट फोटो खिचेर चाहिँ त्यहाँबाट चाहिँ जानुपर्ने हो किनभने चाहिँ लामाहट्टाको त्यो पार्क छ नि त्यहाँ पनि पस्नुहुन्छ भन्दै थियो तर यहीँ 3:30 भइसक्यो अब के गर्नुहुन्छ छिटो भयो भने चाहिँ पस्नुहुन्छ अरे अब ढिलो भयो भने चाहिँ त्यही हो नपसी सिधै घर हो त्यही कारण चाहिँ हामी छिटो गर्दैछ अन्त यस्तै छ होइन ल घुमाउनु ल्याएको होइन उनीहरू बिमार भएछ अब कहाँ सक्छ प्लेन्सको मान्छेहरू होइन यता हिल्समा मेरो स्कुल चाहिँ यता थियो पहिला मेरो स्कुल चाहिँ यता थियो पहिला कि तल यो चाहिँ एजी भन्छ हो एसेम्ब्ली अफ गड चर्च स्कुल कतिवटा मेमोरिजहरू छ नि गाइस यहाँनिर दार्जिलिङमा हो अब के गर्नु कालिम्पोङ जानु पऱ्यो कालिम्पोङ पढ्नु पऱ्यो दार्जिलिङमा मेरो त अब होम टाउनै दार्जिलिङै हो होइन पुरा मेमोरिज ह्याप्पी मेमोरिज छ दार्जिलिङमा के गर्नु अब यस्तोमा दार्जिलिङ देखेको छैन रहेछ र पनि घुम्नु त आउनु पायो होइन त्यतिमै खुसी छु म मान्छेहरू थाहा छ यति हुँदा पनि क्या दार्जिलिङहरू अब त्यस्तो आउनुहोस् पाउँदैन है हामी भने सो हामी चाहिँ अब फर्केको गाइस बिचरा यहाँ चाहिँ होइन अब यतिमै पर जानु सक्नु भएन नि फुपू यहाँ भए चाहिँ खिच्नु हुँदैछ हो बिमारी सो यहाँ चाहिँ होइन सल किन्नुहुन्छ अरे सो दोकानमा पस्नु भएको छ हो यहाँ चाहिँ होइन होप ग्ल्यानरिज आइपुगिसकेको छ तर भिड रहेछ हो
फोटोहरू खिच्ने भन्दै थियो तर एकदमै भिड छ। के चाहिँ गर्छ फोटो खिच्छ अरे। सो गाइस होइन टक्क एमएम ग्लेनिसमा फोटो खिच्यो भयो। मेन चाहिँ दिएको लागि फुपूको लागि, किनभने फुपू चाहिँ कलकत्तामा हुनुहुन्थ्यो नि त, कलकत्तामै बिहा हुनुभएको हो। त्यही कारण चाहिँ फुपूको लागि चाहिँ यता आएको हो। हामी त के आइबस्ने हो अन्त उनीहरूको लागि आएको हो। अनि हामी चाहिँ अब यो उयो सकेर चाहिँ त्यहीँ अब यो गाडी चाहिँ उहाँ आउँछ अरे हो। सो गाइस गाडी चाहिँ आउँदैछ अरे हो। हामी चाहिँ अब निस्केको हिँडिसकेर निस्केको है गाइस। गाइस यो चाहिँ दार्जिलिङको क्लक टावर हो। यो चाहिँ चौरस्ताको यता छ, चौरस्ताको हो साँच्ची सरी, यता यो चौरस्ता ओह्राल झर्ने बाटोको सिधै यता छ क्लक टावर हो। हामी चाहिँ यहाँ गाडीको पर्खाइमा छ। सो गाइस गाडी चाहिँ आइपुग्यो होइन। अब चाहिँ जाने हो कालिम्पोङतर्फ। गाइस हामी चाहिँ अब होइन निस्केर पनि घुमिसकेर पनि कालिम्पोङतर्फ लाग्दैछौँ। यो अब जाँदाखेरि चाहिँ माथि जलपाहाड बाटो रहेछ नि त हो, तल्लो बाटो हुँदैन रहेछ। सो यहाँ माथिबाट जाँदा वहाँ किन्दाखेरि चाहिँ वान वेबाट जानुपर्ने रहेछ। अहिले भेट्यौँ गाइस सालिसिनमा, पुरा थाक्यो। जलपाहाडको ग्राउन्ड होला है। यो चाहिँ के हो? ए होइन रहेछ जलपाहाडको ग्राउन्ड। दार्जिलिङको वेदर जाम चाहिँ अहिलेसम्म रहेछ हो। छ नि यो लाइनको पनि छ नि है, अहिलेसम्म छ जाम चाहिँ। यो जोरबङ्गला हो, अहिलेसम्म जामै छ, बिहानदेखि जाम। हामी जाममा 3 घन्टा बसेर गएको, फेरि अहिलेसम्म जामै रहेछ। सो यहाँ चाहिँ हामी यो बाटो गयो, आउँदाखेरि चाहिँ अब यो बाटो जाँदा हेर्नुहोस् न गाइस यस्तो छ हाम्रो। गाइस जाम चाहिँ यस्तो छ, यहाँबाट चाहिँ सिलगढी जान्छ हो, यहाँबाट चाहिँ कालिम्पोङ। यहाँ चाहिँ होइन है ठुलो एयरपोर्ट चाहिँ आउनु भएको छ अरे हो, लामा लामा। यो लामा देखेको हुँदै इस्लामबाट चाहिँ आइपुग्यो हो। तर हामी निस्किँदैन अरे, किनभने अब फुपू बिमार छ नि त, त्यही कारण निस्किँदैन हो। यो लामाटा
सो गाइस फेरि होइन लप्चूमा रोकेको छ के चिया इभिनिङको होइन कति 6 बज्दादेखि छ यहाँ अन्त रामहरा चाहिँ किन नपसेको भन्दाखेरि बिमार भयो होइन अन्त त्यो पनि हो अन्त निकै रात पनि परिसक्यो होइन त्यति त्यो टाइम पनि भइसक्यो हामी चाहिँ यहाँ भइरहेछ हो हेर्दै गर्नुहोस् सो गाइस हामी लाउचुमा रोकेर चाहिँ म चाहिँ होइन आलु भुजा खाँदैछु यसमा मियो पनि मिसाएको छ चियामायो सो गाइस हामी चाहिँ सबै पनि सकेर होइन अब चाहिँ घर सिधै जानेछौँ काहीँ नहो कि ऊ सुति पनि सुतिरहेछ सो गाइस हामी चाहिँ पेसोक आइपुगिसकेका छौँ होइन यो चाहिँ पेसोकको स्कुल अरे सरस्वती हाई सेकेन्डरी स्कुल सो गाइस फाइनली होइन हामी चाहिँ यहाँ चाहिँ आइसकेको छौँ टिस्टामा चाहिँ सब्जी किनिराख्नु भएको छ हो कसैको सब्जी किन्नुहुँदैछ हामी चाहिँ सबै गाडीमा छ हेलो सबजना बिसन्छ यहाँ सुति बहिनी बिमार भइरहेको छ भ्लग हौ गाइस हामी किनेर चाहिँ लागेको ट्रिपल थाई टिस्टा ब्रिज गाइस अहिले घर पुगेर भेटौँ सो गाइस हामी चाहिँ फाइनली आइपुगेको छौँ होइन घर 7 बजे 7 बजी उज्यालो छ त्यो मेरो मकैको चामल भात किन्नु के छ गाइस हामी आइपुग्यो अभी कहाँ गयो बाई 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 गाडी आउँछ गाडी गाइस आइपुग्यो हामी हेलो गाइस हामी चाहिँ घर पनि आइसकेर होइन अब खाना खान आँटेको कति 7 बजी आइपुगेको थियो हो त्यहाँदेखि गर्दा गर्दा कति 8 साढे 8 भयो फ्रेस हुँदा हुँदा त्यहाँ भान चाहिँ गलेर थाकेँ एकछिन सुतेँ हो त्यहाँदेखि चाहिँ अब स्टार्ट गर्दैछु भिडियो अनि अब चाहिँ खाना खान आँटेको सो हेर्दै जानुहोस् ल